हेलो एभ्रिवान, नमस्ते सम्पूर्णमा मेरो दाजुभाइ दिदीबहिनीहरूलाई साथी हो। आज चाहिँ हाम्रो गाउँमा पूजा छ रामनवमीको, अनि हामी चाहिँ सासूबुढी 3 जना मन्दिरको तर्फमा लागेको हो साथीहरू। अनि बाटोमा जाँदा जाँदा शिव मन्दिर पर्छ हो साथी हो। यहाँ हेर्नु होला हाम्रो गाउँको शिव मन्दिर। अनि जाँदा जाँदा चाहिँ म दर्शन गर्दै जाँदैछु। त्यसपछि मैले दुकान आए साथी हो प्रसादको लागि। अनि म मन्दिर पनि आइसकेँ, आएर मैले पूजा गरिसकेँ साथी हो। अनि त्यसपछि पूजा गरिसकेर चाहिँ सासूबुढी चाय पिउँदैछौँ। यतातिर सबैजना हुनुहुन्छ। अनि चाय पिएर चाहिँ म बसिरहेको छु यताउति हेर्दै होइन, यता काकीहरूसँग गफ गर्दै, दिदी बहिनी नानीहरूसित गफ गर्दै हामी चाहिँ बसिरहेको छौँ साथी हो। अनि आज चाहिँ रामनवमी प्लस वर्तमान हो नानीहरूको। यहाँ चाहिँ वर्तमानको लागि रेडी हुँदैछ साथीहरू। चट्टाईहरू चामलहरू सबैजनाले राख्नु हुँदैछ भिख दिनुको लागि। वर्तमानमा चाहिँ आज चाहिँ भिख दिनुपर्ने रहेछ हो नानीहरूलाई। हामी चाहिँ सबैजना काकी बडी आमा हामी सबैजना बसिरहेको छौँ। गाउँको चाहिँ डल्लै सबैजना आउनुभएको छ क्या साथी हो। यो रिचुअल चाहिँ कसको कुन कास्टको हो भन्दाखेरि चाहिँ छेत्री बाहुनको हो साथी हो। अनि किन वर्तमान गर्छ भन्दाखेरि चाहिँ जनाईको लागि साथीहरू। यो साथी मलाई चाहिँ यति थाहा छ कि बिहा शादीहरू भन्दा पनि यो रिचुअल चाहिँ एकदमै ठुलो अरे के। यो चाहिँ आफ्नो परम्परालाई अघि लाने होइन, आफ्नो रीतिरिवाजलाई अघि लानुको लागि गर्नु हुँदो रहेछ। अब मलाई चाहिँ यति थाहा छ किनकि म मतवाली हो। मलाई यति साह्रो यसको बारेमा मलाई थाहा छैन। तपाईँलाई थाहा हुन्छ भने कमेन्ट गरिदिनु होला साथीहरू। अनि यहाँ चाहिँ भिख दिँदैछौँ त हामी मलाई चाहिँ एकदम खुसी लागेको छ कि भिख दिँदाखेरि चाहिँ नानीहरूलाई, किनकि यो मौका बार बार भेट्दैन होइन यस्तो। अनि म चाहिँ एकदम खुसी भएर नानीहरू सबैजनालाई भिख दिँदैछु। 5 जना छ क्या नानीहरू। अनि यसको राउन्ड चाहिँ 3 राउन्ड मार्नुपर्ने हो साथीहरू। सानो सानो नानीहरू पनि आउनुभएको छ पूजामा। यहाँ हेर्नु होला नानीहरू पनि घुमिरहेछ। अनि यहाँ चाहिँ हामी भिख दिँदैछौँ। म चाहिँ एकदमै खुसी छु, सासूबुढी सबैजना खुसी छ होइन। यो अवसर भेट्दा पाउँदा भिख दिनु पाउँदा सबैजनासँग बोल्दा होइन एकदमै खुसी छु। सबैजना यहाँ बोजूहरू पनि यति बुढी बोजू बडाबाउहरू सबैजना आउनुपर्छ। यहाँ बडाबाउ छ, यहाँ नानीहरूलाई भिख दिँदैछौँ हामी चाहिँ। हेर्नुहोस् साथीहरू, मलाई चाहिँ हेर्नुहोस् न दिदीले पुरै होली दलिदिएको छ हो। आज खुसीको अवसरमा होली पनि दल्दो रहेछ। अनि पूजा खत्तम भएर चाहिँ म यहाँ बसिरहेको छु। अनि दादाले चाहिँ यहाँ लाइटको टेस्टिङ गर्नु हुँदैछ कि रातिको लागि। राति चाहिँ कीर्तनहरू हुन्छ। अनि यहाँ चाहिँ चिउराहरू ल्याइदियो हो बहिनीले। अनि यहाँ चाहिँ भाउजू म दही हालिदिउँ भन्नुहुँदैछ कि हालिदिनु बहिनी भने नि त दही। अनि दहीको बाद चाहिँ यहाँ बुनिया। अनि यहाँ प्रसाद चाहिँ आइसक्यो। अनि हामी चाहिँ खाँदैछौँ दिदी बहिनी सासूबुढीहरू गएर साथी हो। मेरो भिडियो चाहिँ आजको यति।